अब सङ्घ विभाजन गर्यो हैन, सङ्घभेद खडा गर्यो देवदत्तले। किनभने मानौँ न हाम्रो समाजमा जब एउटा हुन्छ नि आफ्नो एउटा सिद्धान्त अनुकूल, आफ्नो एउटा विचार अनुकूल भइदिएन भने त्यहाँ एउटा हुन्छ नि अब पार्टी विभाजन गर्ने हाम्रो हुन्छ नि अब हाम्रो समाजमा त्यस्तो प्रकारको घटनाहरू घटिरहेको छ। र बुद्धको पालमा पनि जब हुन्छ नि अब देवदत्त सङ्घभित्र प्रवेश गर्यो र त्यस क्षणमा बुद्धको अगाडि चाहिँ एकदमै भनौँ न अब ठिक्क पार्ने, तर भित्रभित्र हुन्छ नि एकदमै षड्यन्त्रको हुन्छ नि अब ताना बाना बुनेर र अन्तत हुन्छ नि होइन अब मगधको हुन्छ नि अब राजा बिम्बिसार भगवान बुद्धको चेला पनि हो र त्यसै गरी भगवान बुद्धको हुन्छ नि अब नजिकको एउटा दाता पनि हो होइन। र जसले गर्दाखेरि धर्मलाई यहाँसम्म चाहिँ नि जीवित राख्न सफल भएको छ। र राजा बिम्बिसारको छोरा जसको नाम हो अजातशत्रु, र अजातशत्रु र देवदत्त मिलेर सङ्घभेद खडा गर्यो। त्यहाँ हुन्छ नि अब भिक्षुसँगभित्र हुन्छ नि अब विभिन्न प्रकारको एउटा हुन्छ नि अशान्ति मचाउने र अशान्ति ल्याउने त्यस्तो प्रकारको हुन्छ नि अब वातावरण सिर्जना गर्यो हो। त्यस्तो प्रकारको हुन्छ नि अब जुन देवदत्तले सुरुवातको एउटा जीवनबाट अन्ततः एउटा बुद्धको अन्तिम क्षणसम्म पनि जुन एउटा प्रतिस्पर्धाको भावना कहिले पनि त्याग्न सकेन। जसले गर्दाखेरि देवदत्तको मनमा जहिले पनि अशान्ति, जहिले पनि हुन्छ नि अब मनमा एउटा विक्षिप्त भावना लिएर ऊ कुदिरहेछ होइन। विक्षिप्त भनेको उसको मन एकदमै चञ्चल, एकदमै शान्त नभएको होइन। किनभने ऊ जहिले पनि एउटा प्रतिस्पर्धाको एउटा भावना लिएर कुदिरहेछ। र भगवान बुद्ध हुनुहुन्छ, उहाँ चाहिँ एकदमै त्यागको भावना र परित्यागको भावना लिएर उहाँ जुन एउटा भनौँ न उहाँले बुद्धत्व प्राप्त गर्नुभयो। र बुद्धत्व प्राप्त गरिसके पश्चात पनि तर देवदत्तले जुन एउटा भगवान बुद्धलाई प्रतिस्पर्धा लिने क्रममा बाटो बाटोमा हुन्छ नि अब ढुकेर ढुङ्गा प्रहार गर्ने र विभिन्न हुन्छ नि अब अस्त्र शस्त्रहरू प्रहार गर्ने त्यस्तो प्रकारको हुन्छ नि अब कुचेष्ट पनि देवदत्तले नगरेको होइन। र त्यसको परिणामस्वरूप अन्ततः देवदत्त जमिन फाटेर हुन्छ नि अब धरतीमुनि पतन भयो। अझै पनि अब 40,000 कल्पसम्म चाहिँ नरकको सजाय भोग्नुपर्छ भनेर जुन चाहिँ अब धर्मशास्त्रमा हुन्छ नि अब उल्लेख गरिएको छ। अब 40,000 कल्प भनेको हुन्छ नि अब कुनै एउटा जुन अनि हाम्रो क्षमताभन्दा पनि बाहिरको जुन एउटा समय हो यो होइन। जस्तै अब एउटा कल्प मात्र एउटा कल्प बित्नको लागि 60,000देखि लिएर चाहिँ 75,000सम्म जुन चाहिँ अब समय विदित हुनुपर्छ अनि मात्र एउटा कल्प पुरा हुन्छ भनेदेखि यहाँ त हुन्छ नि अब 40,000 कल्प हुन्छ नि अब नरकको सजाय भोग्नुपर्ने भनेर धर्मशास्त्रमा उल्लेख गरेको छ। र यहाँबाट हामीले के बुझ्न सकिन्छ त भन्दाखेरि कुकर्मको नतिजा जहिले पनि एउटा दुःखदायी हुन्छ र सुकर्मको नतिजा जहिले पनि सुखदायी आनन्ददायी हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न सकिन्छ। र यसै प्रसङ्गमा आज हुन्छ नि हामीले केही समय अगाडिदेखि ग्याल्से लाग्लेन